हाम्रो चाहिँ क्लास 5 मा आज एबोसको आज लास्ट क्लास हो क्लास 5 मा सकिनु होला है त सो म चाहिँ आइम गोइङ टु सम आस्किङ सम क्वेशन्स टु देम हैन तिमीहरुलाई चाहिँ म के सोध्छु भन्दाखेरि म के सोध्दिन जस्ट तिमीहरुले चाहिँ अब यो वर्षको लास्ट एबोस क्लास चाहिँ के भन्न मन लाग्छ हैन सो वन बाइ वन सबैको पाला आउँछ होला नगरिकन सो यु हेभ टु गिभ एन्सर के ल हजुर के भन्न चाहनुहुन्छ सर पछिको क्लास फेरि पढाउनु ओके हजुर पछिको क्लास फेरि पढाउनु पछि क्लास फेरि पढ्ने तिमी के भन्ने पछिको क्लास फेरि पढाउनु ए सबैको त्यही हो तिमी के अरु केही सोध्नु छ भने अरु जेन सोध्न पाए तिमीहरुले ल पछिको क्लासमा पढाउँदा अबको स्किट नल्याउँदा बाहिर ओके हजुरले के भन्नु पछि क्लासमा पढाउने हजुर अबको स्किट र बुक नलाएको बेला नल्याइकन पढाउनु नलाइकन पढाउने ओके ल सुप्रिम व्हाट यु वान्ट टु से द इन्डस्ट्री क्लास के भन्न चाहनुहुन्छ हजुर आई डोन्ट नो नलगन ल हजुर के भन्न चाहनुहुन्छ सर के नआउने यो ओके तिमी पछिको क्लासमा गेम चाहिँ धेरै खेलाउनु गेम धेरै खेल्ने ओके ल यो हजुर पछिको क्लासमा धेरै गेम खेलाउनु धेरै गेम खेल्ने ओके तपाईले यो वर्ष खेलाउनु नै म तिम्रो पाला खाइन एकछिन रुक के न के पछि क्लास हजुर एबाकस बिनै पढाउने नो यु हेभ टु बाइ न्यू वन इन नेक्स्ट इयर ओके सबै ल्याउनु पो खायो 6 क्लास खेल्ने यो 6 क्लास खेल्ने एबाकस सिकाउनु त गेम देखाउने यो गेम देखाउने तिमी धेरै नकुट्नु सर अर्को क्लास 6 आउने ओके तिमी ओए म कुट्नु ओए मैले लिसन भाइ यो क्लासबाट मेरो हातबाट पिटाएर कि दुईजना मात्रै रहेछन् होइन अरू सबले पिटाएन ल के भन्ने ओके अर्को क्लासमा तिमी के भन्ने तिमी ओके तिमी धेरै पर्छ हाम्रो इडेन गार्डनको भ्यू सरी ओके म त अब फाइनली कुन क्लास हुँदैन बोल्छु भने तिमीहरू कति गरे 5 डेफोडेन्स क्लास भइसक्यो सो इक्जाम पनि कम्प्लिट भइसक्यो होइन सो अझ फेरि अब जस्तै आइमा कुनमा भन्दाखेरि क्लास 5 लोटसमा लास्ट थिङ है त लास्ट थिङ ल आज के हो भने अब यो वर्षको अब लास्ट क्लास हो होइन त्यसपछि यो वर्ष अब क्लास हुँदैन सो तिमीहरू चाहिँ होल यो इयरभरि चाहिँ होइन अब क्लास कस्तो भयो कोको खायो भन्दाखेरि आई थिङ्क सबैले खायो होला होइन सरी फर द्याट होइन ओए ल अब त तिमीहरूले अब लास्टमा चाहिँ के भन्न चाहन्छौ है त ल जसको पाला आउँछ मात्रै ल तिमी के हजुर के भन्छ होइन म के बुझिनँ राम्रै लाग्यो तिमीलाई के भयो अरे केसको तिमी राम्रो लाग्यो मलाई के भन्नु छ मलाई के भन्नु छ ठिकै लाग्यो एकदमै राम्रो हुनुहुन्छ ठिक छ भन त हजुरले त पढाउँदाखेरि क्लास 1 दिँदाखेरि मजाले अमालाई नथिङ बबल सर यस्तो हेरेर फ्यान्सी छ तिमी के भन्नु छ थाहा छैन तिमी के भन्यो लास्ट क्लास हो घडे भन ड्रइङ इज मार्ट तिमी के भन्छ राम्रो छ के भने ल के भन्नु छ तिमीलाई नथिङ एकछिन एकदम बेकार तर एबाका सर होइन कि यो चाहिँ एकदम बेकार हो कि ल रुम भाइ
अनि तिमीलाई चाहिँ कस्तो लाग्यो अब फाइनली के भन्नु छ नभए आजको फाइनल क्लास र यो वर्षको चाहिँ क्लास 5 मा चाहिँ के हो एबकसको फाइनल क्लास अनि हाम्रो चाहिँ इक्जाम सकिसक्यो सो तिमीहरू कुनै 5 रो ड्यान ड्रम हैन सो अब अलमोस्ट के अरे मैले अलरेडी चाहिँ हैन लोटसलाई र अनि ड्याफोडिललाई चाहिँ मैले यो वर्षको एक्सपिरियन्स सुनाइसकेँ हैन सो नाउ तिमीहरू डन हैन सो सबैजना चाहिँ के अरे यु क्यान आस्क मी क्वेसन अल्सो हैन क्वेसन सोध्नुहुन्छ र तिमीहरूको अब एक्सप्रेसन के छ अथवा तिमीहरूलाई मनमा जे छ त्यही भन्न सक्यो हैन एबकसलाई लिएर तिमीहरूको मनमा के छ त्यही सोध्न सक्यो हैन सो म फ्रम यहाँबाट सुरु गर्छु ए ल म यहाँबाट सुरु गर्छु ओके चाहन्छौ तिमी के भन्ने बिरा के नभने तिमी किन्छ तिमी के भन्ने के नि हैन बिस्लेट के भन्ने त मर गर्छ आम किन आउने आउनु के किन्छ हैन तिमी के भन्नु अब तिमी के राम्रो छ अब ल के छैन के छैन खेल्दिन हजुर अलि बेस्ट भन्दा सुन्दा छैन के छ है तिम्रो केही छैन के छ हाम्रो यसलाई होला के हो भन्दा के हो भन्दा अब भन्दा केही छ बस त बस आज त हाम्रो क्लास 6 तिमीहरूको रोडेन हैन ड्याफोडिल क्लास 6 ड्याफोडिल लास्ट क्लास अफ एबकस छैन इक्जाम पनि सकिसकेको छ सो न अब चाहिँ म यिनीहरूको होल इयरको एक्सपिरियन्स कस्तो भयो ल है त ल कस्तो भयो परे त ल कस्तो भयो के भएन कस्तो लाग्यो राम्रो भयो के छ हिरो कस्तो लाग्यो होल इयर एबकस क्लास राम्रो ओके राम्रो तिमीहरू कस्तो लाग्यो बबी तिमीलाई कस्तो लाग्यो एबकस क्लास तिमीलाई अर्को वर्ष एबकस क्लास भयो नि तिमी नभयो नि त्यो राम्रो लाग्यो के रे ब्याक बेन्चरहरू